So hello guys, welcome to my new vlog. हजुरहरू सन्चै हुन्छ होला, हजुरहरू हेरिदिनु होला, मनोरञ्जन गरिदिनु होला भन्न चाहन्छु। हजुरहरूले मेरो अरू भिडियोहरुमा पनि राम्ररी सपोर्ट दिएर साथ दिएर गरिदिराख्नु भएको छ। यसरी नै अरू भिडियोमा पनि साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ल गाइस, यतापट्टि के रहेछ भन्दाखेरि टक्कसँग यो यस्तो छ हैन। Bonjour tout le monde. Je vais vous lire un petit message de ADK, ma mouvement. Hello everyone. I want to read you a small message from my movement ADK. Nous nous tenons aux côtés. यो चाहिँ एउटा महिला हिंसा विरुद्धको त्यहाँ प्रोग्राम हुँदै रहेछ, सानो तिनो हैन। यो चाहिँ अब महिला हिंसा विरुद्ध नगरौँ यताउति भन्ने रहेछ, देख्न पाइयो। त्यो पनि मतलब प्यालेस्टाइनको पनि फ्ल्याग थियो, अनि केही होला भनेको प्यालेस्टाइनहरू यताउतिबाट पनि आएको रहेछ, फ्रान्सबाट पनि आएको रहेछ, बाहिरको मान्छेहरू पनि आउनु भएको रहेछ। हजुरहरूले देखिहाल्नु होला। सो त्यो चाहिँ महिला हिंसा विरुद्धको एउटा सानो हैन प्रोग्राम जस्तो रहेछ। त्यहाँ के छ गर्नुपर्छ त्यस्तो के हैन, सो गर्नुपर्छ टक्कसँग। आसान बजार भन्ने हैन, आसान बजारमा सस्तो मस्त हैन त। आमा यता हेर्नु नि, यो भाँडाकुँडाहरू आमा बाफे बाफ सस्तो एकदम सस्तो। यहाँदेखि अझै भित्र कति छ टोपी सिरैमा। बाटो सानो छ, गाडी आउँछ ठुलो, त्यही भएर हल्का जाम पनि हुन्छ। यता लगेज सस्तोमा पाउँछ है, सस्तोमा लगेज त यहाँ त खाल जस्तो नि हो लगेज त नि। त्यो सब होलसेलमा नि हो, होलसेलमा के गरिदियो त यहाँ यतापट्टि पाउँछ। लेडिजको लागि कुर्ता अरे, अनि मलाई बोलाइरहेको छ, त्यस्तो त भएन नि त होइन त। सिधै आएर दाइ यता आउनु त अरे, किन भनेको लेडिजलाई कुर्ता यहाँ त जे पनि होलसेल हो। वाक्क लगाइसक्यो, साडी सुटकेस कुर्ता भनेको सुन्दा त। भिड देख्न सक्नुहुन्छ हजुरहरूले, आमा भिड पनि के साह्रो भिड क्या। यतापट्टि त्यस्तै भिड, यतापट्टि त्यस्तै भिड, पछाडि त्यस्तै भिड होइन त। जहाँ सस्तो मस्तो हुन्छ त्यहाँनिर मान्छेहरू किन्न आउँछन्। भाइ ब्यालुन बेच्दैछ यहाँ होइन। भाइ के बेच्यो? बैलून बेच्यो? कितने का है? इसका कितना है? तुम किधर जा रहे हो? भाइसँग चाहिँ म टक्कसँग अब 50 रुपियाँ दियो है। भाइले मलाई ब्यालुन मैले किनेको छु भाइसँग होइन। भाइसँग बन्नु भएको छैन भन्दै थियो। ल भाइ भन्दै ल, भाइसँग चाहिँ मैले एउटा ब्यालुन लिएको छु। यतापट्टि फेरि हेर्नुहोस् न, यस्तो छ। मैले चाहिँ भाइसँग ब्यालुन किने एउटा होइन। भाइले दाइ लिनु न लिनु, बनी पनि भएको छैन भन्दै थियो, सानो थियो। अनि यो म राख्दिनँ, यो अहिले म बाटोमा तिमीलाई चलाइदिन्छु होइन। यो ब्यालुन लिएर कहाँ जानु होइन, अगाडि साना भाइ बहिनीहरूलाई दिन्छु यो ब्यालुन पनि। भाइले अर्को दिनु 100 रुपियाँको भन्दै थियो। मसँग क्यास पनि छैन होइन, त्यही भएर अनि एउटा 50 को ब्यालेन्स लिइदिएको भाइसँग। तिनी केही छैन, ठिकै छ।
यसो हेल्प गरिदिनुपर्छ होइन त भाइहरूलाई पनि। आन्टी बाटोहरू अलिकति टक्कसँग यता बसन्तपुराको अवस्था यताबाट जाउँ ल होइन त। हेर्नु न यहाँ परिवार आमामा होइन खतरा उठ्दैछन् नि। एउटा स्कुलका पनि रहेछन् तर स्कुलको हुँदाखेरि सबलाई अगाडि सानो खुच्चाखुच्ची हुन्छ नि तिनीहरूलाई दिन्छ है यो। यतापट्टि विभिन्न होइन यतापट्टि आर्टहरू के आर्ट ट्रेडिसनल मण्डला ट्रेडिसनल। यतापट्टि हल्का वाद विवाद भएको अवस्था। ल हेर्छु जाउँ होइन त्यस्तो हेर्नु पनि हुँदैन। ओए यहाँ त रिपेयरिङ हुँदै रहेछ नि त यहाँ बस्न आऊँ भनेको यो त अलिकति भएन नि त अलिकति यो ब्यालुन म दिन गएको अवस्था। कसलाई दिनु त यो सानी बहिनीलाई दिन्छु। ए बहिनी लु तिमीलाई ब्यालुन दिएको है ल ल खुसी छौ खुसी छौ नि हेलो भनिदिनु नि त यता हेलो हेलो भन हेलो भन हेलो यसो चाहिँ हात हल्लाउनु ओहो ल बहिनी खुसी चाहिँ होइन त मैले उसलाई ब्यालुन दिएँ होइन ल बाई गरिदिनु बाई चाहिँ टक्कसँग त्यो बहिनीलाई ब्यालुन दिएँ एकदम खुसी भयो होइन। अब हामी एक ठाउँ गएर बस्थ्यौँ होला यार यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ आमा होइन त यहाँ त अनि खतरनाक खतरनाक हुन्छ नि यहाँ त फेरि बिक्री पनि यस्तो छ होइन। सो हामी चाहिँ अब एक ठाउँ बस्ने भनेर सोचेको तर कहाँ बस्ने भन्ने कुरा आयो क्या ठाउँै छैन। अब उतो डिलमा बसौँ होइन भाइ एकचोटि काम ताप्ने अब मस्तसँग। अनि त्यस पछाडि भनेको हामी फेरि एक राउन्ड हान्ने खाजासाजा खाने अनि पछाडि लाग्दिने। अब सबभन्दा राम्रो बस्ने ठाउँ त यतापट्टि थियो अब रिपेयरिङ हुँदो रहेछ के गर्नु होइन त त्यही भएर हामी यता माथि गएर बस्न आँटेको। अब हजुरहरू हेर्नु न आममा माहौल बसन्तपुरको माहौल हेर्नुहोस्। अब चाहिँ गाइस हामी चाहिँ खाजा खान गएको अवस्था के खाउँ भनेर सोचिरहेको छु म पनि मेरो साथी नै त्यही सोचिरहेको छ। एकछिन बसेर हामी त्यही सोच्यौँ खाजा के खाने होला यसो सोचिन्छ होइन ए त्यो नखाऊँ भन्ने हुन्छ यही हो ओ यही हो। हामी चाहिँ अब टक्कसँग अब बस है गाइस हामी चाहिँ अब टक्कसँग कति रोल पनि आयो होइन। गाइस हामी चाहिँ खाइसकेको अवस्था अब हामी बिल तिर्ने त्यस पछाडि बाहिर निस्किन्छु। स्याङको कति रोलमा आएर काटी रोल खाइयो होइन एकदम मिठो मिठो थियो। अब हामी यताको बाटो जान्छौँ हाम्रो पाहुनाहरू हाम्रो विदेशी पाहुनाहरू भाइमा हुनुहुन्छ होइन विदेशी पाहुनाहरू टक्कसँग आफ्नै पारामा हुनुहुन्छ। मेरो चाहिँ यार आज फेरि अहिले टक्कसँग होस्टेल पुगेर लुगा चेन्ज गरेर अनि त्यस पछाडि जिम जानु छ होइन। जिम त छुटाउनु भएन। हेर्नुहोस् न गाइस रिक्सा रहेछ सिटी सफारी अटोले खाइदियो रिक्सा पनि भन्न यो एउटा चाहिँ यहाँ त्यहाँबाट देख्न पाइयो त्यो पनि न्यू रोडमा जुन चिजहरू बिस्तारै बिस्तारै हट्दै जाँदैछ त्यो चिज ठक्क देख्यो क्या रिक्सा होइन। त्यो मान्छे नभएको भए त यसो एकछिन बसेर अलिकति माथिसम्म जाँदा नि हुन्थ्यो। हामी चाहिँ अब यतापट्टि के रहेछ श्री त्रिभुवन चन्द्र मिलिट्री हस्पिटल रहेछ
है पुराना पुराना भवनहरू कस्तो सही हुन्छन् होइन। त्यहाँ अहिले चाहिँ बिल्डिङ खडा गरेको छ होइन। यो जे चिज पनि पहिलाकै राम्रो क्या, पहिलाकै राम्रो जे चिज पनि। अब अहिले चाहिँ के हो र के होइन। काठमाडौँमा जस्तो गाडी बाइक होइन काहीँ नै नकुद्ने क्या, काहीँ अरू कुनै ठाउँमा कुद्दैन यसरी क्या। यो काठमाडौँमा त आमामा तर हुन पनि यो मेन सिटी भएर हो अति कुद्ने क्या यता त। अब टक्कसँग फर्क्यौँ होइन। पछाडि डुल्यो ओर्यो आज मस्तसँग आज पनि। पछाडि टक्क भिडियो एडिट गर्छु, अझ पछाडि हाल्छु होइन। रमाइलो छ यी मोबाइल बोक्यो होइन। अरू त के भन्ने र त्यस्तै छ। लाज किन बाबा होइन त। हामीलाई ट्राफिक मामाले बोलाउनु भयो आउनुहोस् भनेर। अझ हामी त कसँग अब पढ्दैको होइन त। हेलो भाइ हेलो। ए भाइ फेरि ओहो यतापट्टि ल फेरि के छ अनि। भाइहरू चाहिँ एकदम कुद्दै आउँदै हेलो हेलो भन्दै आउँदैछ होइन। छिटो हिँड्छौँ होइन। त्यही भएर अघि हिँड्नुपर्छ। त्यही माथि ढिलो भइरहेको छ र मलाई त होइन। जिममा भाइहरू छन् अहिले त मेरो जिममा भाइहरू पनि छन् अहिले चिनेको ओरेको होइन। झापातिरकै भाइ पनि छन्। ल अब चाहिँ होस्टेल पनि आउनु लाग्यो मेरो। त्यस पछाडि अब होस्टेल गएर औडा सौडा फेरेर जिम जाने बेला भइहाल्छ होइन। अनि जिम गएर आएपछि अब त भ्याइदिनँ अघि टाइम भइसक्यो मेरो। ल गाइस म चाहिँ अब होस्टेल नै आइपुगेँ। आशा छ हजुरहरूलाई यो भिडियो मनपर्छ होला भनेर अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त।